यहाँनिर हैन त्यो फिल्टरहरू लिएर राखेको छु। यसलाई हल्का स्प्रे टाइपले सफा गरियो भने यो सफा हुन्छ होला है। एकदम सफ्ट हुन्छ यसको फिल्टर। त्यो भएर हल्का एकदमै धेरै फोर्सले गर्नु हुँदैन है त। कति गन्दा, ओ माइ गॉड, यस्तो फोहोर धुलो रहेछ। ओके, यो सफा गरिसकेपछि मैले फेरि फिट गरेर देखाउँछु। मैले त्यो फिल्टर हैन यो धोइसकेपछि वास गरेपछि स्प्रेले वास गरेपछि सफा भयो एकदमै। यस, सफा छ है त, अहिले क्लिन देख्न सकिन्छ। अब यो चाहिँ हल्का ड्राई गरेपछि हल्का घाम थोरै 2-4 मिनट है घाममा राखेर ड्राई गरेपछि म वापस रिएट्याच गर्छु है त। यो एसी को फिल्टर हैन, देऊ मलाई आएस। ओके, अब यो उस भइसक्यो है, सफा भइसक्यो। अब चाहिँ यसलाई रिएट्याच गर्नु पर्यो है त। यहाँनिर मैले यसलाई एउटा हातले अलिकति मिल्दैन कि जस्तो छ हैन। म यसलाई हल्का जुन साइडमा अघि निकालेको त्यही साइडमा हल्का पुस गरेपछि आफ्नो ठाउँमा जान्छ। अनि यहाँनिर थोरै लग्छ, यसलाई छोडिदिएपछि बस यो आफ्नो ठाउँमा बस्यो। देऊ मलाई अक्को, थ्याङ्क यू। ल ओके, अनि यो पनि सेम हो, दुईवटै फिल्टर सेम साइजको रहेछ है त। सेम साइजको रहेछ। यसलाई पनि हल्का मैले पुस गरेपछि ओके यहाँनिर देख्न सक्छ। अहिले चाहिँ यो सफा भइसक्यो है, छ्याक्क भयो। अब मैले यसो नि यसलाई अलिकति माथि धकेलेपछि यो आफै झर्छ है, तल झर्छ। त्योभन्दा अगाडि यसलाई फेरि रिएट्याच आफ्नो ठाउँमा फिट गर्नुपर्छ है, नत्र भने त्यसले समस्या हुन्छ। ओके, अनि यसको यहाँनिर वायर थोरै यता घुमेर यता हुनुपर्ने जस्तो लाग्यो मलाई। यो होइन, यहाँनिर लगाइसक्यो, लक लगाइसक्यो। अब यसको नेक्स्ट साइडबाट देखाउँछु, यहाँनिर पनि लगाइसक्यो है त। ओके, हाम्रो एसी अहिले एकदम क्लिन भएको छ है। अब चाहिँ राम्रो एयर दिन्छ है त। अहिले सफा भइसक्यो। म एकखेर खोलेर पनि देखाउँछु है त। ओके, आफ्नो टेम्परेचरमा एसी चाहिँ चल्न सुरु गर्यो है त। ओके, हावा पनि कति छिटो, यति छिटो भर्खरै खोल्न बित्तिकै, त्यसमा अलिकति डस्ट पनि थियो होला, खोल्न बित्तिकै चिसो फ्याँकिसक्यो कि। एकदम राम्रो छ यार, माइडी एसी।